आज म भन्छु महेश बस्नेतलाई तिम्रा बाको हिम्मत छ भने ल आज सिमरा आएर देखाउ त। जस्ट यो रिप्लाई मात्रै दिएको, कुनै बेला महेश बस्नेतले भनेका थिए तिम्रा बाको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाउ भनेका थिए। त्यसैले आज मैले त्यसको रिप्लाई दिँदै भनेको हो, यदि तिम्रा बाको हिम्मत छ भने ल आज सिमरा आएर देखाउ त महेश बस्नेत, शङ्कर पोखरेल। यो केही समय अगाडि मात्रै महेश बस्नेत र शङ्कर पोखरेल एमालेको युवाले चाहिँ विरोध जागरण सभा देखाउने भनेर सिमरामा आउँदै गरेको रहेछन् र जेनजी पुस्ताका साथीहरूले चाहिँ अब यो चाहिँ विरोध गर्नुपर्छ, आउन दिनुहुन्न, प्रवेश गर्न दिनु हुँदैन सिमरामा भनेर एयरपोर्ट नै कब्जा गरेको रहेछन्। कब्जा गर्दा गर्दै चाहिँ एमालेकै भनौँ न समर्थक अथवा कार्यकर्ताले चाहिँ उल्टै सुरुमै पहिला नै हातपात गरेछन् र यति बेला चाहिँ जेनजी पुस्ताले लखटेको रहेछन्। एकदम राम्रो गरे। नेपालको प्रत्येक ठाउँमा यसरी नै जाग्न जरुरी छ क्या। प्रत्येक युवा साथीहरू, प्रत्येक नेपाली चाहिँ जागेर यिनीहरूलाई यसरी नै डाँडा कटाउन लखड्न आवश्यक छ क्या। जेनजी आन्दोलनपछि अब हेरौँ न पार्टीहरूको अभिगति क्या। काङ्ग्रेस जेन तेन चुप लाएर बसेको छ, आफ्नो अभिव्यक्तिहरू जस थन्काएको छ क्या, मौनै छ। तर एमालेको पछिल्लो समय आन्दोलन पछिको अभिव्यक्ति हेर्ने हो भने एमालेको कस्तो छ, केपी ओलीको, महेश बस्नेतको झन् जहाँ पाए जहाँ भेट्यो त्यहीँ बजाउने जस्तो अभिव्यक्ति छ। अनि रिस उठ्दैन। जेनजी पुस्ताले राम्रै गरेको, नराम्रो होइन, तर हामीले धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू गुमाइसकेको छौँ। यो आक्रामक तरिकाले भन्दा पनि एक दुई भनौँ न एक आपसमा लडेर भन्दा पनि बरु सकेसम्म स्वयं व्यक्तिलाई भेटाएपछि कुट्ने नै पनि यो आक्रामक शैली बन्द गरौँ। बरु संयमित भएर चाहिँ अलिकति राम्रो ढङ्गले सभ्य तरिकाले पनि विरोध गर्न सकिन्छ, यति चाहिँ भन्न सकिन्छ।